पनि हिँड्यौँ घुम्न। त्यो चाहिँ कुन ठाउँ हो हजुरहरूले पत्ता लगाउनु होला है त। हजुरहरूले म चाहिँ घुम्न हिँडेको थिएँ। घर बस्दा 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 पसलमा बस्दा 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 बोर लाग्यो है एकदमै। घुम्नको लागि रेडी भएर बौद्ध पुग्न लाग्यो। धारा टोल्नु छिने फुलबारी हुँदै बौद्धबाट धारा टोल अनि माङ्काल जाँदै पछाडि चाहिँ हिरुनीको इन्ट्री हुँदैछ। हिरुनीको इन्ट्री पहिला कस्तो के खाली जग्गा थियो हेर कस्तो राम्रो भएछ होइन। टराहरू फर्निचरहरू बनेर यो चाहिँ बौद्ध पछाडिको पहिला यो बाटो कति हिँडे है। अहिले धेरै वर्षमा आएको यो बाटो यस्तो राम्रो भएछ। 10-11 वर्ष भयो होला यो बाटो नहिँडेको चाहिँ। यो बाटो आउँदा त अहिले त यो खाली गुगारी थियो। एकदमै राम्रो भएछ बिल्डिङ पो बनेछ।